दर्शकवृन्द नमस्कार। आज हामी तपाईहरुलाई सपनामा विभिन्न जनावरहरू देखेमा कस्तो फल प्राप्त हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी सहित आएका छौं। च्यानलमा नयाँ भए सब्स्क्राइब गरेर पनि जोडिन सक्नुहुनेछ। सर्वप्रथम त एकै दिनमा 40 भन्दा बढी सब्स्क्राइब गरी प्रत्यक्ष हाम्रो युट्युब च्यानलमा जोडिने सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद र हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौं। कृपया सब्स्क्राइब गरेर जोडिनु होला फ्रीमा। यसभन्दा अगाडि हामीले प्रस्तुत गरेको भिडियो अत्याधिक मात्रामा रुचाइदिनु भएको सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। यदि तपाईले हेर्नु भएको छैन भने माथि आई बटन छ, त्यहाँ थिचेर तपाईले सपनामा कुन फल प्राप्त हुन्छ अथवा शुभ सपना कुन र अशुभ सपनाको फल कस्तो रूपमा प्राप्त हुन्छ, सपनाको समय तालिकाको सँग सम्बन्धित सम्पूर्ण जानकारी हामीले प्रस्तुत गरिसकेका छौं। आज तपाईको अनुरोध अनुसार प्रत्येक जनावरहरू अलग अलग तरिकाले स्पष्ट रूपमा हामीले कस्तो फल दिन्छन् भन्ने कुरामा पनि प्रस्तुत गर्न जाँदै छौं। तसर्थ भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला। भिडियो सुरु गरौं सर्पसँग सम्बन्धित जानकारीबाट। यदि तपाईले सपनामा कालो सर्प देख्नु भएको छ भने उक्त कालो सर्प अलिकति खतरनाक अथवा यो डर अथवा शत्रु लाग्ने भन्ने कुरा प्राप्त हुन्छ। सेतो सर्प देख्नुभयो भने धन लाभको संकेत हो। यदि तपाईले सपनामा सर्प देख्नुभयो, जुनसुकै सर्प देख्नुभयो भने लुकेको शत्रुको डर मान्नुपर्ने अवस्था आउन सक्छ। यदि सर्पले टोकेको देख्नुभयो भने धन लाभ वा अचानक परिवर्तनको संकेत हो। यदि तपाईले सपनामा सर्प मार्नु भएको देख्नुभयो भने शत्रुमाथि विजय प्राप्त हुन्छ। यदि तपाईले सपनामा गाई देख्नुभयो भने यो शुभ संकेत हो, जसलाई हामी लक्ष्मी माताको प्रतीक पनि मान्न सक्छौं, जसबाट तपाईलाई धन सम्पत्ति प्राप्त हुन्छ। यदि तपाईले दूध दुहुँदै गर्नुभएको देख्नुभयो भने आम्दानी बढ्ने संकेत हो। यदि तपाई गाईसँग हिँड्दै गरेको देख्नुभयो भने परिवारमा सुख समृद्ध प्राप्त हुन्छ। यदि तपाईले सपनामा कुकुर देख्नुभयो भने साथी वा सुरक्षाको दृष्टिले महत्त्वपूर्ण हुन्छ, किनकि कुकुरलाई हामी सुरक्षात्मक जनावर भनेर पनि चिन्ने गर्दछौं। यदि तपाईले कुकुर लुकेको देख्नुभयो भने विश्वासघात हुन सक्छ। यदि तपाईले कुकुरको पछि पछ्याउँदै गरेको देख्नुभयो भने समस्या आउन सक्छ। सपनामा बिरालो देख्दा गोप्य शत्रु पत्ता लगाउन सकिन्छ। बिरालोले आक्रमण गरेको देख्नुभयो भने धोका प्राप्त हुन्छ। यदि बिरालोसँग तपाईं खेल्दै गर्नुभयो भने सानो खुसी प्राप्त हुन्छ। सपनामा बाघ देख्दा डर वा ठूलो चुनौती सामना गर्नुपर्ने हुन्छ। बाघले आक्रमण गरेको देख्दा संकट उत्पन्न हुन्छ। यदि बाघसँग लडेर जित्नुभयो भने सफलता प्राप्त गर्न सक्नुहुनेछ। सपनामा सिंह देखेको शक्ति र नेतृत्वको आफ्नो हातमा आउने संकेत हो। सिंह गर्जेको देख्दा प्रतिष्ठा बढ्दछ भने सिंहले आक्रमण गरेको देख्दा भने खतरा हुन सक्छ। सिंहलाई पनि भगवानको प्रतीक मानिन्छ। सपनामा हात्ती देख्दा मान सम्मान पद प्रतिष्ठा बढ्दै जान्छ। यदि हात्तीमाथि चढेर हिँड्नु भएको छ भने तपाई उन्नतिको बाटोतर्फ उन्मुख हुँदै हुनुहुन्छ। सपनामा हात्तीसँग हिँड्दै गरेको, हात्तीलाई डोराएर हिँडेको देख्नुभयो भने स्थिर सफलता प्राप्त हुन्छ। सपनामा घोडा देखे के हुन्छ त? आउनुहोस् जानौं। घोडा देख्दा यात्रा वा प्रगति गर्ने सम्भावना हो। यदि घोडासँगै दौडिँदै गर्नुभएको छ भने छिटो सफलता प्राप्त हुन्छ। घोडामा चढ्नु भएको छ भने काममा उन्नति हुन्छ। बाँदर। सपनामा बाँदर देख्दा धोका वा अस्थिरताको संकेत हो। बाँदर अलिकति नराम्रो मानिन्छ। बाँदर उफ्रिँदै गरेको देख्नुभयो भने समस्या बढ्न सक्छ र बाँदरसँग खेल्दै गरेको देख्नुभयो भने तपाईको ध्यान भङ्ग हुने संकेत हो। प्राय सपनाहरूमा बाँदर भगवानसँग आयो भने चाहिँ राम्रो मानिन्छ, तर बाँदर मात्रै देख्नुभयो भने यस्तो फल प्राप्त हुन्छ। त्यसैगरी सपनामा कुखुरा देख्नुभयो भने लाभ प्राप्त हुन्छ। अन्डा दिँदै गरेको कुखुरा देखे नयाँ अवसर प्राप्त र कुखुरासँग लड्दै गरेको देख्नुभयो भने घरमा वा समाजमा झगडाको सामना गर्नुपर्ने हुन्छ। सपनामा भाले देख्दा राम्रो समाचार प्राप्त हुन्छ। भाले कराएको सुन्दा नयाँ सुरुवात हुन्छ। त्यसैगरी सपनामा सुँगुर देख्दा अशुभ फल प्राप्त हुन्छ। यदि सुँगुर फोहोरमा बसेको छ भने हानि नोक्सानी हुन सक्छ। यदि सुँगुरसँग भाग्दै गर्नुभएको छ भने चाहिँ समस्या टर्न सक्छ।
त्यसैगरी सपनामा बाख्रा देख्दा सामान्य लाभ प्राप्त हुन्छ। बाख्रा चराउँदै गरेको देख्नुभयो भने सानो सफलता प्राप्त हुन्छ। भेडा देख्दा शान्त जीवन, हिँड्दै गरेको भेडा देख्दा सहज प्रगति। त्यसैगरी सपनामा गोरु देख्नुभयो भने मेहनतको फल हो यो। त्यसैगरी गोरु जोत्दै गरेको देख्नुभयो भने फल प्राप्त गर्न सक्नुहुनेछ। गोरुसँग दौडिँदै गरेको देख्नुभयो भने समस्यामा फसिने डर हो। त्यसैगरी भैँसी देख्दा ढिलो सफलता प्राप्त हुन्छ। यदि भैँसी पानीमा उत्रेको छ अथवा पानीमा हिँड्दैछ भने कठिनाइ आउन सक्छ। सपनामा ऊँट देख्दा कठिन यात्रा हुन सक्छ र ऊँटले सामान बोक्दै जाँदा चाहिँ तपाईलाई जिम्मेवारी बढ्ने कुरा देख्न सकिन्छ। चितुवा देख्दा अचानक खतरा महसुस हुन्छ र दौडिँदै गरेको चितुवा देख्नुभयो भने डर पैदा हुन सक्छ। सपनामा बुवासो देख्दा के हुन्छ त आउनुहोस् जानौँ। बुवासो देख्दा हुन्छ शत्रु सक्रिय अथवा शत्रुले तपाईँमाथि आक्रमण गर्न सक्छन् र बुवासोमाथि आक्रमण गर्दा पनि हानि हुन्छ। यो सपनाको फल हो। स्याल देख्दा चलाख व्यक्ति बन्न सकिन्छ र भाग्दै गरेको देख्नुभयो भने धोका टर्ने सम्भावना हो। हरिण देख्दा शान्ति भइन्छ र हरिण दौडिँदै गरेको देख्नुभयो भने अवसर गुम्छ अथवा तपाईले प्राप्त गरेको अवसर पनि गुम्न सक्ने सङ्केत हो यो। सपनामा खरायो देख्दा भाग्य वृद्धि हुन्छ, धन सम्पत्ति प्राप्त हुन्छ। खरायोसँग खेल्दै गर्नुभयो भने खुसीको सङ्केत हो। सपनामा मुसो देख्दा हानि नोक्सानी बिहोर्नुपर्छ। त्यो हानि ठुलो हानि होइन कि सानो हानि, जुनसुकै पनि हानि हुनसक्छ र मुसाले केही खान खोज्यो भने त्यो चाहिँ खर्च बढ्ने सङ्केत हो। सपनामा लोखर्के देख्नुभयो भने सानो खुसी मिल्छ। लोखर्के दौडिँदै गरेको देख्नुभयो भने तपाईँमा चञ्चलता उत्पन्न हुन्छ। चमेरा देख्दा के हुन्छ त? अज्ञात डर पैदा हुन्छ। उड्दै गरेको चमेरा देख्नुभयो भने भ्रम हुन्छ। तपाईँले कसैको बारेमा नराम्रो सोच्दै हुनुहुन्छ भन्ने सङ्केत हो। सपनामा भालु देख्दा बलियो शत्रु प्राप्त हुन्छ अथवा बलियो शत्रुले तपाईँमाथि आक्रमण गर्न खोज्छ। यदि तपाईँले भालुमाथि आक्रमण गर्न खोज्नुभयो भने झन सङ्कट प्राप्त हुन्छ। सपनामा जेब्रा अथवा वनघोडा देख्दा जीवनमा उतार चढाव आउँछ। सपनामा जिराफ देख्दा ठुलो सोच अथवा फराकिलो सोच, भविष्यको योजना बनाउँदै हुनुहुन्छ। सपनामा गैँडा देख्दा शक्ति प्राप्त हुन्छ। गैँडामाथि आक्रमण गर्दा झन खतराको सङ्केत हो यो। सपनामा गोही देख्दा लुकेको खतरा प्राप्त हुन्छ र गोही पानीमा पौडिँदै गरेको देखे जोखिम बढ्छ। त्यसैगरी सपनामा छेपारो देख्दा डर पैदा हुन्छ। यदि तपाईँले छेपारो कुनै ठाउँबाट झर्दै गरेको देख्नुभयो भने झन समस्या थपिन्छ। हुन त मान्छे आकाशमा उडेको देख्दा राम्रो सपना हो, तल झरेको देख्दा नराम्रो सपना हो। त्यसै कारण कुनै जनावरहरू तल झरेको देख्नुभयो भने तपाईँमाथि केही समस्या आउन सक्छ भन्ने कुरा हो। यदि ती जनावरहरू माथि गएको अथवा तपाईँ पनि चढेर माथि जानुभएको छ भने त्यो तपाईँको सफलताको सङ्केत हो। तपाईँले कस्तो सपना देख्नुभएको छ तल कमेन्ट गर्नुहोस्। हामी तपाईँको सपनालाई विस्तृत रूपमा कमेन्टबाटै जवाफ फर्काउनेछौँ। त्यसको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर तपाईँसँग सँगै रहेका साथीहरूलाई 2-4 जना साथीहरूलाई सेयर पनि गर्न सक्नुहुनेछ है त। हामीले यस्तै महत्त्वपूर्ण जानकारी सहित उपस्थित बनेछौँ। त्यसैगरी सपनामा घोगा, तपाईँलाई थाहा छ होला घोगा भन्ने, त्यो देख्नुभयो भने धेरै छिटो प्रगति हुन सक्दैन र प्रगति हुनको लागि केही समय कुर्नुपर्ने हुन्छ। सपनामा अक्टोपस देख्दा जटिल समस्या, त्यसै गरेर अक्टोपस समाउँदै गर्नुभयो भने फस्ने सङ्केत अथवा पैसा छ भने उधारोमा फस्ने सङ्केत अथवा कोही व्यक्तिसँग फस्ने सङ्केतको यो सङ्केत हो। सपनामा गङ्गटा देख्दा उल्टो परिस्थिति आउन सक्छ। हिँड्दै गरेको गङ्गटा देख्नुभयो भने समस्या झन बढेर आउन सक्छ। सपनामा माछा देख्दा धन लाभ, समाजमा खोज्दा सफलता प्राप्त हुन्छ। सपनामा व्हेल माछा देख्दा ठुलो अवसर, डल्फिन देख्दा खुसी र खेल्दै गरेको डल्फिन देख्नुभयो भने सहयोग प्राप्त हुन्छ। तर सार्क सपनामा देख्नुभयो भने सार्क देख्दा खतराको सङ्केत हो र आक्रमण गर्न खोज्दा ठुलो सङ्कट आउन सक्छ।
सपनामा चराहरू देख्नुभयो भने आकाशमा उड्दै गरेका चराहरू देख्नुभयो भने तपाईले शुभ समाचार तथा सफलताको सङ्केत हो यो। सपनामा चिल देख्दा उच्च लक्ष्य प्राप्त गर्न सकिन्छ। उड्दै गरेको चिल सफलताको सङ्केत हो। सपनामा परेवा देख्नुभयो भने शान्तिको प्रतीक हो। यसले नयाँ सपना अथवा नयाँ आफ्नो सोचेको सपना चाहिँ पुरा गर्न सहयोग प्रदान गर्दछ र राम्रो समाचारको सङ्केत हो। सपनामा काग देख्नुभयो भने नराम्रो खबर प्राप्त हुन्छ र काग कराउँदै गरेको देख्नुभयो भने दुःख प्राप्त हुन्छ। सपनामा सुगालाई राम्रो मानिन्छ। सुगा देख्दा राम्रो खबर प्राप्त हुने, सन्देश प्राप्त हुने इत्यादि सुगाबाट प्राप्त हुन्छ। सपनामा मयूर देख्दा सम्मान प्राप्त हुन्छ। नाच्दै गरेको मयूर देख्दा खुसी भइन्छ। सपनामा हाँस देख्दा प्रेम र शान्ति प्राप्त हुन्छ। त्यसै गरी सपनामा गधा देख्नुभयो भने मेहनत धेरै गर्नुपर्छ तर फल कम प्राप्त हुन्छ। गधाले भारी बोक्दै हिँडेको देख्नुभयो भने तपाईमाथि जिम्मेवारी बढ्छ। गधा करायो भने अपमान अथवा दुःख परेशानी बिहोर्नु पर्ने हुन्छ। सपनामा स्याल कुकुर जस्ता जङ्गली जनावर देख्नुभयो भने चलाख भइन्छ र यिनीहरूको पछि लागेर हिँड्दा धोका पनि खान सकिन्छ। सपनामा हिउँ चितुवा देखियो भने लुकेको खतरा देखा पर्न सक्छ र अचानक समस्या आउन सक्छ। कालो बाघ देख्दा दुःख अथवा डरको सङ्केत हो यो। यसले गर्दा सङ्कट उत्पन्न हुन्छ। सपनामा अजिङ्गर देख्दा ठुलो समस्यामा फस्ने सम्भावना हुन्छ। सपनामा कमिला देख्दा मेहनत गर्न सकिन्छ। लामो लाइनमा कमिला भयो भने प्रगति हुँदै जानेछ। सपनामा मौरी देख्दा तपाईको सफलता प्राप्त हुन्छ र मौरी समूह कार्यमा देख्नुभयो भने तपाईका साथ। सपनामा पुतली देख्नुभयो भने खुसी परिवर्तन हुनेछ। उड्दै गरेको पुतली राम्रो सङ्केत हो अथवा तपाईको राम्रो समय आउँदैछ भन्ने सङ्केत हो। रातो किरा देख्दा भाग्य खुल्छ, सानो खुसी प्राप्त हुन्छ। फट्याङ्ग्रा देख्दा अस्थिरता उत्पन्न हुन्छ। हाम फाल्दै गरेको फट्याङ्ग्रा देख्नुभयो भने अचानक परिवर्तन हुन सक्छ। माकुराले जाल बनाएको देख्दा फसाउने परिस्थिति हो। जाल बुन्दै गरेको देख्नुभयो भने कसैले योजना तपाईमाथि बुनिरहेको छ। बिच्छी खतरनाक हो। यसले डस्यो भने धोका वा पीडा हुन सक्छ। सपनामा लार्वा देख्नुभयो भने विकासको चरण हो। यसले सफलता नजिक आउँदैछ भन्ने सङ्केत हो। त्यसै गरी सपनामा हाँस चाहिँ प्रेम र पवित्रताको प्रतीक हो। सपनामा सेतो मयूर देख्नुभयो भने ठुलो सम्मान प्राप्त हुन्छ। त्यसै गरी सपनामा कालो भाले देख्नुभयो भने तपाईलाई कसैमाथि चेतावनी दिएको हो। तपाईँ सतर्क हुनुपर्ने अवस्था आउन सक्छ। अवस्था तपाईले देखेको सपना यहाँ मिल्यो या मिलेन अथवा अन्य कुनै सपना देख्नुभएको छ भने तल कमेन्ट बक्स छ, कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। हामी तपाईको सपनाको फल तुरुन्तै कमेन्ट गरिदिनेछौँ है त। यति बेरसम्म हेरेर र सुनेर साथ दिनुभयो त्यसको लागि हृदयदेखि धेरै धेरै धन्यवाद। बिदा चाहन्छौँ। हामी अर्को भिडियोको साथमा आउनेछौँ। नमस्ते, शुभ दिन।